यो कथा एकजना त्यही असफल गायकको हो जसलाई आजभन्दा 5-6 वर्ष अगाडि रियालिटी सो द भोइस अफ नेपाल सिजन 2 मा शब्द उच्चारण गतिलो नभएको भन्दै आउट गरिएको थियो। प्र्याक्टिसमा यति माझे उले मैले पियानोमा गएर हार्मोनियममा करणकोमा गएर कति मैले प्र्याक्टिस गराइन हैन। आज लत्तो छोड्दियो कुमाले, लत्तै छोड्यो। हेर्नुहोस् त समयको चमत्कार। कुनै समय रियालिटी सोले नचिनेको उनी अहिलेका सर्वाधिक चर्चित युवा गायक बन्न सफल भएका छन्। सफल मात्र नभई अहिले उनी धेरैको प्रेरणाको स्रोत समेत बनिरहेका छन्। उनी हुन् अहिलेको एकदमै डिमान्डेड गायक कुमाहा सागर। कुमाहा सागरको जन्म आजभन्दा 28 वर्ष अगाडि भक्तपुरमा भएको थियो। कुमाहा भक्तपुरको स्थायी बासिन्दा हुन्। खासमा कुमाहाको वास्तविक नाम चाहिँ सिद्धि सागर प्रजापति हो। प्रजापतिको काम चाहिँ माटोको भाँडो बनाउने हुनाले उनले आफ्नो नामको अगाडि कुमाहा र सागरलाई जोडेर कुमाहा सागर बनाएका थिए। कुमाहा सानैबाट गीत गाउन एकदमै रुचि राख्थे, तर उनको परिवारलाई भने उनले गिटार भिरेर हिँडेको मन पर्दैन थियो। उनको बुबा आमा गायक बनाउनु पर्छ भन्ने सोचमा थिएनन्। एक हिसाबले भन्दा परिवारको साथ सपोर्ट थिएन उनलाई। कुमाहा सागर सानो छँदा उनको हजुरबुबा र आमाले भजन गाउने गर्दथे। उनी पनि त्यसबाट प्रभावित भएका थिए। सानैबाट संगीतमा रुचि भएका कारण कुमालाई पढाइमा त्यति रुचि थिएन। उनी पढ्न खासै मन गर्दैनथे। बरु गिटार बजाउन भए पनि उनी घरैबाट भागेर साथीकोमा जान्थे। त्यति बेला उनीसँग गिटार किन्ने पैसा थिएन। एकचोटि उनले एउटा उधारोमा गिटार समेत किनेका थिए। बिस्तारै उनी घरबाट भाग्दै धेरै साथीभाइ माझ घुलमिल हुँदै गए। भनिन्छ नि संगत अनुसारको फल। एक समय उनी त्यस्तै नराम्रो संगतमा पर्दा कुलतमा फस्न पुगे। छोरो कुलतमा फसेको देखेपछि उनका बुबाले उनलाई घरबाट बाहिर जान बन्देज गरेका थिए। मेरो फुलको वासना सँगै मिठो धुन गुनगुनाउन, मेरो फुलको वासना सँगै मिठो धुन कुलतको नशा भन्दा पनि कुमाहा सागरलाई संगीतको नशा बढी थियो। घरभित्र थुनेर राखेको केही दिनमै उनका बुबाले उनलाई गिटार किनेर ल्याइदिए। त्यसपछि कुमाहाले बिस्तारै नराम्रो संगत छाड्दै गए। यसैबीच आजभन्दा 5-6 वर्ष अगाडि उनले सन् 2019 मा गायन रियालिटी सो द भोइस अफ नेपाल सिजन 2 मा भाग लिएका थिए। नभन्दै उनी डिजिटल अडिसनबाट छानिएर ब्लाइन्ड अडिसनसम्म पुगे। भोइसको ब्लाइन्ड अडिसनमा उनले दीपक भट्टाचार्यको मायाको डोरीले बोलको गीत गाउँदै चारै कुर्सी घुमाउन सफल भएका थिए। यति पावर प्याक सङ छ यो र तपाईले त्यसलाई अझ यति राम्ररी प्रस्तुत गर्नुभयो। आई रियली ह्याट्स अफ। थ्यांक यू सो मच। यसरी फालिएका थिए द भोइस अफ नेपालको सेटबाट कुमाहा सागर। ब्लाइन्ड अडिसनमा 4वटै कुर्सी घुमाएका कुमाहा सागरले कोच दीप श्रेष्ठलाई रोज्ने मनसाय बनाए पनि अडियन्सको माग अनुसार कोच आस्थालाई रोजेका थिए। ब्लाइन्ड अडिसनमा दमदार प्रस्तुति दिएपछि कोचहरूले उनको निकै तारिफ समेत गरेका थिए।
ब्लाइन्ड अडिसनमा सिलेक्ट भएपछि उनी ब्याटल राउन्डसम्म पुगेका थिए। ब्याटल राउन्डमा उनले राहुल विश्वकर्मासँग प्रतिस्पर्धा गरेका थिए। त्यति बेला कोच आस्थाले राहुल विश्वकर्मा र कुमार सागरलाई डुमा लिएर गएकी थिइन्। अर्थात् उनीहरूले जिते पनि सँगै जित्नुपर्ने हुन्थ्यो भने हारे पनि सँगै हार्नुपर्ने हुन्थ्यो। राहुल र कुमा नकआउट राउन्डमा पुगेपछि कोच आस्थाले कुमाले गीत बिगारेको र प्रोनाउन्सिएसनमा ध्यान नदिएको भनेकी थिइन्। मैले ब्याटलमा दीप सरसँग झगडा गरी उहाँहरूलाई मनाई तिम्रो दुईजनालाई डुओमा लैजानु भनेर मैले बिन्ती गरेर मैले यहाँसम्म ल्याएको। मैले बार भनेको छु प्रोनाउन्सिएसन पर्फर्मेन्स वाइज नो डाउट राम्रो छ, तर पर्फर्मेन्स इज नट एभ्रिथिङ। सिङ्गिङ राम्रो हुनुपर्छ। कुमाको शब्द उच्चारणमा समस्या भयो। उनले राम्ररी गीतको प्रोनाउन्सिएसन गर्न सकेनन्। उक्त कुरालाई उनले सहर्ष स्वीकारे अनि उनी हाँसेरै मौनतामै जवाफ दिइरहेका थिए। त्यति बेला उनले आफूबाट गल्ती भएको भन्दै कोच आस्थासँग माफी समेत मागेका थिए र उनको भोइस अफ नेपालको यात्रा केही टुङ्गिएको थियो। सरी म्याम, प्रोनाउन्सिएसन क्लियर गर्न सकिनँ, सरी। प्रयास गरेको थिएँ धेरै, तर अलि त्यस्तै भयो। मैले भिडियोमा अगाडि पनि भने चन्द्रमामा पनि खोट हुन्छ, सबै कुराले पर्फेक्ट को नै हुन्छ र कुमार सागर नेवारी समुदायमा हुर्के बढे र नेवारी मातृभाषा प्रयोग गर्ने भएकाले तलाई ट भन्नु स्वाभाविक हो। तपाईहरूले स्वर सम्राट नारायण गोपाललाई याद गर्नुभएको छ। उहाँले पनि केही गीतहरूमा आफ्नै मातृभाषाको टोन प्रयोग गर्नुभएको थियो। नारायण गोपालले गाउनु भएको केही मिठो वाक्य गर गीतमा स्पष्ट सुन्न सकिन्छ। जे होस्, भोइस अफ नेपालबाट हार खाइसकेपछि नै कुमार सागरको सफल साङ्गीतिक यात्राको सुरुवात भएको मानिन्छ। To the world,